भारतीय फाइटर मानदीप प्रजापतिले नेपाली फाइटर विरुद्ध खुल्ला रूपमा बदला लिने घोषणा गरेका छन्। अघिल्लो सिजनमा नेपालका रविन्द्र ढाँटले उनका नजिकका साथी चोङरेङ कुरेङलाई तेस्रो राउन्डमै नकआउट गर्दै हराएपछि चर्किएको प्रतिस्पर्धा अहिले नयाँ उचाइमा पुगेको हो। अब म्याट्रिक्स फाइट नाइट एमएफएनमा मानदीपले नेपालका युकी आङदाब्बेसँग भेट्दै हिसाब बराबर गर्ने दावी गरेका छन्। मानदीपको यो अभिव्यक्तिले खेल सुरु हुनु अघि नै माहौल तातेको छ। उनले सार्वजनिक रूपमा हामीले त्यो हार बिर्सेका छैनौँ र त्यसको जवाब रिङमै दिनेछौँ भन्दै यो फाइटलाई केवल खेल नभई प्रतिष्ठाको लडाईँका रूपमा प्रस्तुत गरेका छन्। भारतीय पक्षले यस भिडन्तलाई अघिल्लो हारको बदला लिने अवसरका रूपमा हेरिरहेको छ। यता नेपाली फाइटर युकी आङदाम्बे भने शान्त र केन्द्रित देखिएका छन्। उनले अनावश्यक प्रतिक्रिया दिनुभन्दा आफ्नो तयारीलाई प्राथमिकता दिएका छन्। स्रोतका अनुसार आङदाम्बे उच्च स्तरीय ट्रेनिङ, फिटनेस र रणनीतिसहित रिङमा उत्रने तयारीमा छन्। उनी नेपालका लागि जितको लय कायम राख्ने लक्ष्यसहित मैदानमा उत्रने बताइएको छ। नेपाल भारत बीचको खेल प्रतिस्पर्धा सधैँ भावनात्मक र रोमाञ्चक हुने गर्छ। यसपटकको भिडन्त पनि त्यही प्रतिस्पर्धाको निरन्तरता मात्र होइन, दुई देशबीचको खेल प्रतिष्ठासँग समेत जोडिएको छ। सामाजिक सञ्जालमा दुवै देशका समर्थक बीच बहस चर्किँदै गएको छ भने फाइट प्रेमीहरू यो भिडन्तलाई डु वा ड्राई फाइटको रूपमा हेरिरहेका छन्। अघिल्लो सिजनमा ढाँटले तेस्रो राउन्डमै कुरेनलाई नकआउट गर्दै जित निकालेका थिए, जसले नेपाली एमएमएको स्तर अन्तर्राष्ट्रिय मञ्चमा थप उचालिएको थियो। अब प्रश्न उठेको छ कि यसपटक भारतीय फाइटर मानदीप प्रजापति बदला लिन सफल हुनेछन् वा नेपाली फाइटर आङदाम्बेले जितको श्रृङ्खला कायम राख्दै नेपाललाई फेरि गौरवान्वित बनाउनेछन्। रिङमा हुने यो सनसनीपूर्ण भिडन्तले यसको उत्तर दिनेछ।